जित्न लाग्यो भने चाहिँ ट्राई दामी हो आम्बो र आजको पहिलो क्वार्टर फाइनल वर्सेस ग्लेनमोन को माझमा भिडन्त भइरहेको छ। यस्तो छ अहिले गेल 2 नम्बर ग्राउन्डको क्राउडहरू अडियन्सहरू चाहिँ ग्लेनमनको पक्षमा बल व्हाइट र ब्ल्याकमा चाहिँ जिमलाङ भएन नि जिमलाङको पक्षमा बल अब्बै कस्तो ट्राई गरेको र दुई पक्षले कुनै गोल गर्न सकेको छैन है र स्कोर 0-0 मै छ। पावर गेम हुँदैछ नि हाइपर हुँदैछ गेम चाहिँ। जिमलाङले पनि कुनै गोल गर्न सकेन र यता ग्लेनमन सुङबुङले पनि कुनै गोल गर्न सकेको छैन है। अडियन्सहरू सेकेन्ड हाफ म्याच फेरि सुरु हुन गइरहेछ। Namiau teamwork ta. Oi, कस्तो किलर आयो कस्तो किलर हैन हो त्यसो हाई बल हो मलाई बनाउँदैछ नि मोराले बोलेछ है स्टार्टिङ दिन किनभने खेला जान्छ नि त बल अन्त दामी त दामी यसै ग्रान्डम्यानको टिम वर्क त कोना 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 ग्लेनमनले कोना पाएको छ सुङबुङ है भाइ सुङबुङ लो फर्स्ट गोल गर्न सफल भयो ग्लेनमन सुङबुङ है एफसी दामी दामी यस्तो त क्लिप बनाउनु सुङबुङले एकले लिड गर्दछ
र यस पिछको दोस्रो म्याच रुन्मी एफसी कालिम्पोङ भर्सेस टिस्टा पोस्टै छोड्नु भने भाइले जित्नु लाग्यो भने ट्राई ट्राई दामी हो आम्बो ग्ल्यान्डमनको त सबै टिम राम्रै हुन्छ त है है आमा हेर क्लियर क्लियर दिन्छ फेरि है त्यही त त के हो ठिक हो ठिक हो ठिक हो टच गराउनुपर्छ नि है भाइलाई भइगयो त माथि लैजाऊ माथि पोस्टबाट दामी गेम सुङबुङको सफा हेर न अन्त एकदम गेम चाहिँ दामी हुँदैछ दुईटै हाइपर गेम हुँदैछ पावर गेम ग्ल्यान्डमन सुङबुङको धेरै उत्कृष्ट प्रदर्शन टिम वर्कको माध्यमले हेर्दा दामी ल तिमीहरू गलेछ अहिले है ट्राई 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 गर्नुहोस् नि त अन्त त्यहाँबाट त दामी कोनार ग्ल्यान्डमन सुङबुङको पक्षमा छ त्यहाँ पाउँदैन आफ्नो मर्जी हो भाइ आफ्नो मर्जी जाम पाउँछ
यस खेलमा सुम्बुङले 1 गोल दिएर अघि बढिरहेका छन् अनि यसपछिको दोस्रो म्याच रोनी एफसी कालिम्पोङ भर्सेस टिस्टा भ्याली ब्रदर्सको माझमा छ। ट्राई टच गरम पर्छ नि त। टच गरिहाल्दा नि लो अब लग्यो। पहिला हौ जिमलाङले कोर्नर पाएको छ है। यो लास्ट चान्स हुन सक्छ ड्र बनाउनु लागि। स्पिड सिलायो नि त। रेटर 3टा भयो यल्लो। ल ग्लेनमनले 1 गोलले पराजित गर्यो जिमलाङ एफसीलाई। छन् भने हामी जिमलाङ एफसीलाई हामी युद्धको धन्यवाद दिन्छौँ। सम्ममा विराम लाग्न गए।